ल सबैजना सन्चै सुविस्तै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला सबैजनालाई है। सबैजना सन्चै सुविस्तै आरामै हुनुहुन्छ होला। आज चाहिँ मैले भ्लग बनाउँदैछु। आज चाहिँ बिरटावटमा पहिलोचोटि यो खालको अटो देखेर मैले यो न्यू भिडियो गर्न लागिरहेको छु साथी हो। कति वर्ष के वर्ष हाम्रो यहाँ गुरु हुन्छ, गुरुसँग सोध्छु, उहाँले यस्तो राम्रो बनाउनु भएको छ। बिरटावटमा पहिलोचोटि झापामा पहिलोचोटि उहाँले यो कुदाउँदै हुनुहुन्छ। यो पहिलो यो भन्नुपर्छ है। ल त हजुरहरू यो मेरो भ्लग छ होइन, यो मेरो भ्लगमा हजुरहरूले फेरि स्वागत छ होइन। यो एकचोटि सबै म बाहिरबाट तपाईँहरूलाई लुक्स देखाउँछु ल। बाहिरबाट लुक्स यस्तो छ। यो एकदम पहिला चाइनातिर मात्रै यो गाडी मैले देख्थेँ होइन। अहिले चाहिँ बिरटावटमा पहिलोचोटि यो गाडी आइपुगेको छ। एकदम खतरा छ हेर्नुहोस् त सबै गाइजहरूलाई होइन। म अगाडि पछाडि सबै देखाउँछु। एकदम राम्रो हेर्नुहोस् त, एउटा कार जत्तिकै छ होइन, एउटा कार जत्तिकै राम्रो गाडी छ। त्यही भएर मैले यसो भ्लग बनाउनु मन लागेर यो भ्लग बनाइरहेको छु हजुरहरूलाई है। अनि यताबाट हेर्नु त लुक्स पनि यस्तो राम्रो छ हेर्नुहोस् त, तलबाट यस्तो गरेर माथिसम्म यस्तो राम्रो लुक छ। बिरटावटमा सबैभन्दा पहिलोचोटि आएको गाडी यही हो र उहाँलाई म उहाँसँग केही कुराकानी गर्छु। हजुर दाजु नमस्कार। हजुर यो गाडी चाहिँ तपाईँले कहाँ किन्नुभएको हजुर? ए धरानबाट। अनि धरानबाट ल्याउँदाखेरि कति खर्च लाग्यो दाइ यो गाडी तपाईँले किन्दाखेरि? यो मैले 5.5 लाख ल्याएको गाडी हो हजुर। 1.5 लाख खर्च भएको छ भने 5.5 किनेर ल्याएको गाडी हो। अनि यो गाडी कुदाउनु कतिको आरामदायी हुन्छ? आरामदायी कारमा चढेर हिँडेर चाहिँ अनुभव भइरहेको छ मलाई। हजुर 2-4 दिन भयो ल्याएर कुदाउनु थालेको, एकदम मन परिरहेको छ भन्छ पेसेन्जरहरूले पनि, लाइक कमेन्ट गरिरहेको छ पेसेन्जरहरूले। अनि को लागि भन्छ सिटहरू पनि कम्फर्टेबल छ, भित्रहरू पनि हजुर एलसिडी सिसी क्यामेराहरू सबै छ। ल हेर्नुहोस् है अब साथीहरू भित्रको लुक्सहरू पनि यस्तो छ होइन। अनि यहाँ ड्राइभर सिटहरू पनि हेर्नु त यस्तो राम्रो छ हेर्नुहोस् त, कुदाउनलाई पनि एकदम लग्जरी उहाँले होइन। अनि पछाडिपट्टि यसको पछाडिपट्टि पनि यस्तो छ हेर्नुहोस् त, कस्तो दामी लुक्स छ र साह्रै मन पऱ्यो। त्यही भएर मैले यो भिडियो बनाएको। अनाथ नसोचिदिनु होला सबैजनालाई है, एकदम राम्रो छ होइन। त्यही भएर मैले यो भिडियो बनाएको उहाँको गाडीको होइन। अब भरे बेलुका यो भिडियो आउँछ हेर्नुहोस् त, फेरि एकचोटि बालिदिन्छ दाइ तपाईँको। म हेर्नु त कस्तो दामी छ। मैले चाइनामा यो गाडी देखेको थियो, फर्स्टचोटि मैले नेपालमा पनि देख्यो, एकदम खुसी लाग्यो। सबैजनाले मन पऱ्यो, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। धन्यवाद हजुरहरूलाई।